मित्रहरू, जय मसी। के तपाईलाई थाहा छ एउटा साधारण गोठालो कसरी इतिहासकै सबैभन्दा शक्तिशाली राजा बन्न सफल भयो? आखिर के थियो दाउदको सफलताको त्यो सूत्र जसले उनलाई परमेश्वरको हृदय अनुसारको मानिस बनायो? आजको यस भिडियोमा हामी दाउदको जीवनबाट अनुसरण गर्नुपर्ने 5वटा शक्तिशाली पाठहरू हेर्नेछौँ जसले हाम्रो दैनिक र आत्मिक जीवनलाई परिवर्तन गर्नेछ। पहिलो, सानो काममा इमानदारी र लगनशीलता हुनुपर्छ। पहिलो शमूएल 17:34 देखि 35। तर दाउदले साउललाई भने, हजुर, म मेरा पिताका भेडाहरूको हेरचाह गर्दै आएको छु। जब सिंह वा भालु आएर बगालबाट भेडा बोकेर लैजान्थ्यो तब म त्यसको पछि लागेर त्यसलाई आक्रमण गर्थे र भेडालाई त्यसको मुखबाट छुटाउँथे। यदि त्यो जनावरले मलाई नै आक्रमण गर्थ्यो भने म नडराई त्यसको रौँ समातेर प्रहार गरी त्यसलाई मार्थे। प्रिय मित्रहरू, दाउद राजा बन्नु अघि एक साधारण गोठाला थिए। उनको जिम्मेवारी आफ्ना बुवाका भेडा बाख्राको हेरचाह गर्नु थियो। जब सिंह वा भालुले भेडा समातेर लैजान्थ्यो उनी डराएर भाग्दैनथे, बरु ज्यानको जोखिम उठाएर पनि त्यससँग लड्थे र भेडालाई बचाउँथे। यहाँ हामीले दाउदको जीवनमा देख्ने 2 महत्त्वपूर्ण गुणहरू छन्, इमानदारी र लगनशीलता। इमानदारी भनेको कसैको निगरानी नभएको अवस्थामा पनि आफ्नो जिम्मेवारी सही रूपमा पुरा गर्नु हो। जङ्गलमा दाउद र भेडाहरू मात्र हुन्थे। उनलाई कसैले देख्दैनथ्यो वा जाँच्दैनथ्यो। उनले चाहेमा भेडा हरायो वा जनावरले खायो भनेर झुटो कुरा गरेर जिम्मेवारीबाट पन्छिन सक्थे। तर उनले त्यसो गरेन। उनले परमेश्वरलाई साक्षी राखेर आफ्नो काम सत्यता र जिम्मेवारीका साथ पुरा गरे। लगनशीलता भनेको चुनौती र कठिनाइको बावजुद पनि आफ्नो लक्ष्य नछोड्नु हो। सिंह वा भालु जस्ता हिंस्रक जनावरसँग लड्नु सजिलो थिएन, तर दाउदले डरलाई जितेर आफ्नो जिम्मेवारी पुरा गरे। उनले हार मानेन, अन्त्यसम्म सङ्घर्ष गरे र भेडाहरूलाई सुरक्षित राखे। यही इमानदारी र लगनशीलताले नै पछि दाउदलाई इस्रायलको राजा बन्ने मार्ग तयार गर्यो। प्रिय मित्रहरू, यो प्रसङ्गले हामीलाई सिकाउँछ सानो काममा पनि इमानदार र लगनशील हुनु आवश्यक छ। जो सानो जिम्मेवारीमा विश्वासयोग्य हुन्छ उसलाई ठुलो जिम्मेवारी दिइन्छ। लुका 16:10 येशूले भन्नुभयो, जो थोरै कुरामा इमानदार हुन्छ त्यो धेरैमा पनि इमानदार हुन्छ र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। त्यसैले हाम्रो काम सानो होस् वा ठुलो होस्, हामीले त्यसलाई इमानदारी र लगनशीलता साथ पुरा गर्नुपर्छ। दोस्रो, समस्यालाई होइन परमेश्वरलाई हेर्नुपर्छ। पहिलो शमूएल 17:45। दाउदले जवाफ दिए, त मसँग लड्न तरवार, भाला र वर्षा लिएर आएको छस्, तर म तँसँग इस्रायलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परम प्रभुको नाउँमा आएको छु। आजको दिन परम प्रभुले तँलाई मेरो हातमा सुम्पिदिनु हुनेछ। प्रिय मित्रहरू, पहिलो शमूएल 17 अध्याय बाइबलको सबैभन्दा प्रसिद्ध घटनाहरूमध्ये एक हो, जहाँ दाउद र गोलियत बीचको युद्ध र दाउदको विजय वर्णन गरिएको छ। फलिस्ती सेना र इस्रायली सेना युद्धको लागि आमने सामने थिए। फलिस्ती पक्षबाट गोलियत नामको विशाल योद्धा
अगाडि आयो। उसको उचाइ करिब 9 फिट थियो। काँसाको कवच झन्डै 60 किलो थियो र भाला पनि अत्यन्तै भारी थियो। उसलाई देखेर इस्राएली सेना डरायो र अघि बढ्न सकेन। तर दाउदले गोलियतको आकार र शक्तिलाई हेरेनन्। उनले परमेश्वरको सामर्थ्यलाई हेरे। उनले भने, "त तरवार, भाला र वर्षा लिएर आएको छस्, तर म सर्वशक्तिमान परम प्रभुको नाउँमा आएको छु। आज परमेश्वरले तँलाई मेरो हातमा सुम्पिदिनु हुनेछ।" अन्ततः परमेश्वरले नै गोलियतलाई दाउदको हातमा सुम्पिदिनु भयो र दाउदले विजय प्राप्त गरे। इस्राएली सेनाले गोलियतलाई ठुलो समस्या देखे, त्यसैले डराए। तर दाउदले त्यही गोलियतलाई परमेश्वर भन्दा सानो देखे, त्यसैले डराएन। समस्या एउटै थियो, तर दृष्टिकोण फरक थियो। एक पक्षको नजर समस्यामा थियो भने अर्को पक्षको नजर परमेश्वरमा थियो। प्रिय मित्रहरू, यस घटनाले हामीलाई सिकाउँछ, हाम्रो नजर समस्यामा होइन, परमेश्वरमा हुनुपर्छ। समस्या जति सुकै ठुलो भए पनि परमेश्वर अझ ठुलो हुनुहुन्छ। मत्ती 17:20 येशूले भन्नुभयो, "यदि तिमीहरूमा रायोको दाना जत्रो विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने त्यो हटिजानेछ र तिमीहरूका निम्ति केही असम्भव हुने छैन।" त्यसैले परमेश्वरमा विश्वास गरेर अघि बढ्यो भने विजय निश्चित हुन्छ, किनकि समस्या भन्दा परमेश्वर ठुलो हुनुहुन्छ। तेस्रो, अभिषिक्त जनको सम्मान गर्नुपर्छ। 1 शमूएल 24:6। दाउदले आफ्ना मानिसहरूलाई भने, "मेरा मालिक परम प्रभुका अभिषिक्त जनलाई कुनै हानि गर्ने कुरा मबाट टाढा रहोस्, किनकि उहाँ परम प्रभुका अभिषिक्त जन हुनुहुन्छ।" प्रिय मित्रहरू, राजा साउल दाउदलाई मार्न हजारौं सिपाहीहरू लिएर वर्षौंसम्म खेदिरहेका थिए। दाउद निर्दोष भए पनि आफ्नो ज्यान बचाउन उनी मरुभूमि र गुफाहरूमा लुक्दै बाँचिरहेका थिए। यस्तो कठिन अवस्थामा पनि दाउदको मनमा साउलप्रति कुनै बदला वा घृणा थिएन। उनलाई मार्ने अवसर 2 पटक पाए पनि उनले हात उठाएनन्, बरु उनलाई परम प्रभुको अभिषिक्त जन भन्दै सम्मान गरे। उनले साउलको खराब स्वभावको होइन, तर उनले साउलले पाएको परमेश्वरको अभिषेक र पदको सम्मान गरे। उनको विश्वास थियो कि साउललाई राजा बनाउने परमेश्वर हुनुहुन्छ, त्यसैले उनलाई हटाउने वा न्याय गर्ने अधिकार पनि परमेश्वरसँग मात्र छ। यही कारण दाउद आफ्नो चरित्रमा योग्य ठहरिए र पछि राजा बने। प्रिय मित्रहरू, यो घटनाले हामीलाई सिकाउँछ, हामीले पनि मण्डलीका अभिषिक्त अगुवाहरूलाई सम्मान गर्नुपर्छ। उनीहरूको लागि प्रार्थना गर्नुपर्छ। उनीहरूको आलोचना वा अपमान गर्न हतारिनु हुँदैन। 1 तिमोथी 5:17 भन्छ, "उनीहरू दोब्बर आदरका योग्य हुन्छन्, तर अन्धो समर्थन गर्नु हुँदैन। गल्ती भएमा अपमान वा विद्रोह गरेर होइन, सत्य, नम्रता र परमेश्वरको भयमा आधारित व्यवहार गर्नुपर्छ।" त्यसैले परमेश्वरका सेवकहरूलाई दाउदले झैं सम्मान गर्नुपर्छ। चौथो, साँचो पश्चाताप गर्नुपर्छ। 2 शमूएल 12:13। तब दाउदले नातानलाई भने, "मैले परम प्रभुको विरुद्धमा पाप गरे।" नातानले तिनलाई जवाब दिए, "परम प्रभुले तपाईको पाप लगिदिनु भएको छ, तपाईँ मर्नुहुने छैन।" प्रिय मित्रहरू, राजा दाउदले बेत्सेबासँग व्यभिचार गरे
र आफ्नो पाप लुकाउन उनका पति उरियाको हत्या गराए। उनलाई लागेको थियो यो कुरा कसैले थाहा पाउने छैन, तर परमेश्वरबाट केही पनि लुकेको हुँदैन। त्यसैले परमेश्वरले अगमवक्ता नातानलाई दाउद कहाँ पठाउनु भयो। नातान अगमवक्ताले उनको गल्ती औँल्याइदिए। तब दाउदले तुरुन्तै भने, मैले परम प्रभुको विरुद्धमा पाप गरे। उनले बहाना बनाएनन्, अरूलाई दोष लगाएनन्, आफ्नो पदको आड लिएनन्, सिधै आफ्नो पाप स्वीकार गरे। भजन सङ्ग्रह 51 अध्याय दाउदको गहिरो पश्चातापको प्रार्थना हो। उनले यहाँ खुलेर जिम्मेवारी लिएर पश्चाताप गरे। उनले हृदय परिवर्तन मागे र परमेश्वरसँग सम्बन्ध खोजे। उनको यो साँचो पश्चाताप देखेर परमेश्वरले उनलाई क्षमा गर्नुभयो र ज्यान पनि बचाइदिनु भयो। प्रिय मित्रहरू, दाउदको जीवनले हामीलाई गम्भीर शिक्षा दिन्छ। परमेश्वरले साँचो पश्चाताप गर्नेलाई क्षमा गर्नुहुन्छ। हाम्रो पाप जति सुकै ठुलो भए पनि परमेश्वरको दया अझ ठुलो छ। पहिलो यूहन्ना 1:9 भन्छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। त्यसैले हामीले दाउदले झैँ साँचो पश्चाताप गर्नुपर्छ। 5, सच्चा आराधक बन्नुपर्छ। प्रेरित 13:22। परम प्रभुले गवाही दिएर भन्नुभयो, मैले ईसाईका छोरा दाउदलाई मेरो हृदय अनुसारको मानिस पाए, जसले मेरा सबै इच्छा पुरा गर्ने छ। प्रिय मित्रहरू, दाउद केवल राजा र योद्धा मात्र थिएनन्, उनी एक सच्चा आराधक पनि थिए। आराधक भनेको परमेश्वरलाई प्रेम गर्ने, उहाँको इच्छा अनुसार जीवन जिउने र उहाँलाई जीवनको केन्द्रमा राख्ने व्यक्ति हो। दाउदलाई सच्चा आराधक मानिनुका केही कारणहरू छन्। पहिलो, उनी परमेश्वरको हृदय अनुसारका मानिस थिए र उहाँको इच्छा पुरा गर्न चाहन्थे। दोस्रो, उनी उत्कृष्ट सङ्गीतकार र कवि थिए। उनले आफ्नो सिप, समय र सामर्थ्य सबै परमेश्वरको महिमाका लागि अर्पण गरे। तेस्रो, उनी हरेक परिस्थितिमा परमेश्वरको आराधना गर्थे। चौथो, उनको आराधना केवल बाहिरी कर्म थिएन, तर हृदयको गहिराईबाट आउने समर्पण थियो। प्रिय मित्रहरू, आज पनि परमेश्वर सच्चा आराधकहरू खोजिरहनु भएको छ, जसले उहाँलाई प्रेम गर्छन्, उहाँको इच्छा अनुसार जीवन बिताउँछन् र हरेक परिस्थितिमा उहाँप्रति विश्वास योग्य रहन्छन्। बाइबल अनुसार आराधना भनेको चर्चमा भजन गाउनु मात्र होइन। साँचो आराधना भनेको परमेश्वरसँगको व्यक्तिगत र गहिरो सम्बन्ध, इमान्दारिता र पूर्ण समर्पण हो। आराधक बन्नु भनेको जीवनको हरेक दिन र हरेक निर्णयमा परमेश्वरलाई पहिलो स्थान दिनु हो। अन्तमा प्रिय मित्रहरू, दाउद सिद्ध मानिस थिएन, तर सच्चा मानिस थिए। हामी पनि दाउद जस्तै इमान्दार, परमेश्वरमा भरोसा राख्ने, अभिषिक्त जनको सम्मान गर्ने र आत्मा र सत्यतामा आराधना गर्ने सच्चा आराधक बनाऊ। परमेश्वरको हृदय अनुसारको मानिस बनाऊ। आमेन। प्रभुको स्तुति होस्। आजको यो भिडियो हेर्नु भएको लागि तपाईहरू सबैलाई धन्यवाद छ। परमेश्वरले तपाईहरू सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।